बहुसंख्यक नेपाली जनता कृषि पेशामा आश्रित रहेको सन्दर्भमा कृषिलाई सम्मानित पेशाको रूपमा स्थापित गर्नु आजको आवश्यकता हो। नेपालको संविधानले अंगीकार गरेको किसानको हक हित संरक्षण सम्बन्धी नीति कार्यान्वयन गर्दै किसानहरूको पहिचान स्थापना गर्न किसान सूचीकरणको अभ्यास नेपालमा पहिलो पटक राष्ट्रिय अभियानको रूपमा सञ्चालन हुन लागेको हो। किसानका सूचना एवं विवरणहरू एकीकृत रूपमा व्यवस्थापन गरी किसानलाई पहिचान गर्ने र राज्यबाट किसानलाई उपलब्ध हुने सेवा सुविधा तथा विकास योजनासँग आबद्ध गर्ने प्रयोजनको लागि नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले निर्माण गरेको विद्युतीय प्रविधिमा आधारित तथ्याङ्क भण्डारण गर्ने प्रणाली नै किसान सूचीकरण व्यवस्थापन प्रणाली हो। किसान सूचीकरण प्रणालीको सञ्चालन पश्चात किसानहरूको वास्तविक पहिचान स्थापित हुनेछ। कृषि विकासका लागि तिनै तहका सरकारहरूबाट सञ्चालन हुने कार्यक्रमहरू वास्तविक किसानको पहुँचमा पुग्नुको साथै किसान केन्द्रित योजना तर्जुमा र कार्यान्वयनमा सहजता हुनेछ। यस प्रणाली मार्फत किसानहरूमाझ पुग्न सहज हुने र तिनै तहका सरकारहरूबीच समन्वय र सहकार्य मार्फत एकीकृत कृषि विकासका कार्यक्रमहरू सञ्चालन गर्न सहयोग पुग्नेछ। खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन 2075ले परिकल्पना गरेको किसान वर्गीकरणको आधारका रूपमा पनि किसान सूचीकरण प्रक्रिया सहायक सिद्ध हुनेछ। किसान सूचीकरण प्रणालीको प्रयोग यसरी गर्न सकिन्छ। यो किसान सूचीकरण व्यवस्थापन गर्न बनाइएको प्रणाली चाहिँ ओपन वेब बेस्ड सिस्टम छ। यसमा चाहिँ कुनै पनि सफ्टवेयर इन्स्टल गरिराख्नु पर्दैन। किसानहरू अथवा हामी जो स्वयंसेवकहरू राख्छौँ उहाँहरूले चाहिँ कुनै पनि ब्राउजरमा गएर farmer.moald.gov.np टाइप गरेर इन्टर गरिसकेपछि उहाँहरू चाहिँ यो फर्मको एसेस पाउनुहुन्छ। प्रणालीमा गइसकेपछि नयाँ दर्ताको लागि यहाँ जान्नुहोस् भन्ने बटनमा थिच्नुपर्ने हुन्छ। यो बटनमा गइसकेपछि हामीले केही आधारभूत विवरणहरू देख्छौँ। यी विवरणहरूमा मुख्य विवरण यहाँ लगइन ठेगाना भनेर देखाइएको छ। यसको लागि हामीले किसानको मोबाइल नम्बर प्रयोग गरेका छौँ। मोबाइल नम्बर साथसाथै उहाँले यो आफ्नो व्यक्तिगत खातालाई सुरक्षित गर्नको लागि यहाँ पासवर्ड राख्नुपर्ने हुन्छ र पासवर्ड सँगसँगै यहाँ अगाडि राखिएको जसरी नै यो पासवर्डलाई फेरि पुनः टाइप गरेर कन्फर्म गर्नुपर्ने हुन्छ। पासवर्ड सुरक्षित गर्नको लागि हामीले अङ्क तथा अक्षरको सम्मिश्रण गर्नुपर्ने हुन्छ। हामी केही आधारभूत विवरणहरू सोध्छौँ। त्यो सोधेर दर्ता गर्नुहोस् भन्ने बटन क्लिक गरिसकेपछि किसानले आफ्नो व्यक्तिगत खाता पाउनुहुन्छ, जसको लागि चाहिँ फेरि बाहिर निस्केर उहाँले यहाँबाट लगइन गर्नुपर्ने हुन्छ। जुन आधारभूत विवरण राख्दाखेरि युज गर्नुभएको मोबाइल नम्बर र पासवर्ड यहाँ राखिसकेपछि उहाँको व्यक्तिगत खातामा प्रवेश गर्न सक्नुहुन्छ, जुन यस प्रकार देखिन्छ। यी विवरणहरू कृषक स्वयं आफैले वा कृषिसँग सम्बन्धित कार्यालयहरू वा स्थानीय तह मार्फत आउने स्वयंसेवकहरूको मद्दतमा भर्न सक्नुहुनेछ र यी सबै विवरणहरू यो वेब एप्लिकेसनको साथसाथै हामीले मोबाइल भर्सनमा पनि उपलब्ध गराएका छौँ र मोबाइल एपबाट अफलाइन डाटाहरू तथ्याङ्कहरू प्रविष्ट गर्न सकिन्छ। प्रमाणीकरणको लागि हामीले स्थानीय तहमा पठाएको विवरण स्थानीय तहका सम्बन्धित व्यक्तिले अनुगमन गरेर स्वीकृत प्रदान गरिसकेपछि यही प्रणाली मार्फत नै हामीले यहाँ सूचना पाउन सक्छौँ यो तपाईँको अनुरोध स्वीकृत भयो भनेर। यो भइसकेपछि जुन किसान परिचय पत्र हुन्छ त्यसमा चाहिँ सम्बन्धित निकायको सिग्नेचर समेत आउँछ। स्वीकृत भइसकेपछि किसानले आफ्नो परिचय पत्र यही प्रणाली मार्फत नै हेरेर प्रिन्ट गरेर प्रयोग गर्न सक्नुहुन्छ। यस प्रणाली लागू भए पश्चात मन्त्रालय तथा मातहतका विभिन्न निकायहरूबाट तयार गरिएका विद्युतीय सूचना प्रणालीहरू जस्तै रासायनिक मल व्यवस्थापन प्रणाली, किसान क्रेडिट कार्ड, डिजिटल सोइल म्याप, बिउ बिजन व्यवस्थापन प्रणालीहरू समेत यसैसँग आबद्ध गर्दै जाने मन्त्रालयको सोच रहेको छ। किसान परिचय पत्रलाई कृषि तथा पशुपक्षी विकास सम्बन्धी सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा किसान पहिचानको प्रमाणको रूपमा मान्यता दिइनेछ। नेपाल सरकारको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन 2075मा टेकेर हामीले किसानको पहिचानको लागि किसान सूचीकरण कार्यक्रम हामी अगाडि बढाएका छौँ। अब यसको विशेषताहरू भन्ने हो भने सबभन्दा पहिला त किसानले अहिलेसम्म पहिचान नपाएको किसानलाई हामी पहिचान गर्छौँ। देशमा झन्डै 63% किसान रहेको यो देशमा
ती किसानहरूले आफ्नो पहिचानको एउटा परिचय पत्र पाउने हुनेछ। या सूचीकरणको व्यवस्थापन हामीले 753 पालिकाबाट गर्ने भएकोले यसको एउटा डेस्क स्थानीय तहमै स्थापना हुनेछ। त्यसैले यो कार्यक्रम यो मन्त्रालय मात्रै होइन, सम्पूर्ण किसानहरूको हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर योगेन्द्र कुमार कार्कीले यो प्रणालीको सफल कार्यान्वयनको लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। हामी डिजिटल युगमा प्रवेश गर्न लागेका छौँ। किसानहरूलाई सूचीकरण गरेर उहाँहरूलाई हामीले उपलब्ध गराउने ऋण, मल, बिउ, बिजनहरू र प्रविधिहरू त्यसै मार्फत उपलब्ध गराउने एउटा व्यवस्थाको सुरुवात हो। यो कार्यलाई हामीले स्थानीय तह अर्थात् स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार सबैजना मिलेर सँगसँगै अभियानलाई अगाडि बढाउने र यसको महत्त्वपूर्ण पाटोको रूपमा चाहिँ स्थानीय सरकारले चाहिँ भूमिका खेल्ने गरी चाहिँ हामीले यो सूचीकरण प्रणालीमा चाहिँ हामीले आबद्ध गरेका छौँ। समृद्ध नेपाल सुखी नेपालीको अभियान साकार बनाउन डिजिटल प्रणाली सहायक सिद्ध हुनेमा जोड दिँदै कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा अर्यालले यसको कार्यान्वयन गर्न सरोकारवाला सबैलाई आह्वान गर्नुभयो। नेपालको संविधानले अंगीकार गरेको किसानका हकहित सम्बन्धी विभिन्न नीतिहरूको कार्यान्वयन गर्न डिजिटल नेपाल फ्रेमवर्क अनुरूप कृषि क्षेत्रको डिजिटाइजेसनको लागि किसान सूचीकरण प्रणालीको सुरुवात गरिएको छ। नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई साकार बनाउन अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको समृद्धिको लागि राष्ट्रिय अभियानको रूपमा शुभारम्भ गर्न लागिएको यस कार्यक्रमबाट समग्र नेपाली कृषक दाजुभाइ तथा दिदीबहिनीहरू प्रत्यक्षतः लाभान्वित हुनुहुनेछ। भविष्यमा अनुदान व्यवस्थापनमा समेत यस प्रणालीलाई अद्यावधिक गरी कृषकहरूलाई प्रदान गरिने सबै प्रकारका सेवा सुविधाहरूलाई यससँग जोडिनेछ। किसान सूचीकरण प्रणालीको कार्यान्वयनलाई सफल बनाउनका लागि सबै तहका जनप्रतिनिधिज्यूहरू, राजनीतिक दल, सरकारवाला निकाय तथा कर्मचारी साथीहरू समेतको उत्साहजनक सहभागिताको लागि आह्वान गर्दछु।